म नगरको कार्यवाहक प्रमुख भइन्जेल यहाँ डोजर कुदाउनु दिँदिन कुदाउँदिन यति चाहिँ हो। के हो यो समूह बगाएर तलमा माथि भन्ने क्षेत्र के भयो समय हैन जो तपाईलाई दुखाउँछ कि हामी हप्काउनु न तपाईँले हप्का कहिले दियो सत्यग्रह भन्छ हिँड्नु न हिँड्नु नै ए सर 2000 त आइ नै सक्यो हो नि त्यो तपाईँले जुन बनाउनु हजुरहरूले ल्याइ नै सक्नु भयो नि त हजुरको आदेश अनुसार त 2000 आयो होला सुनबासीहरूको सालमा चाहिँ उ तल माइकको ढङ्ग राखिदिने बाहिरै गर्ने मैले बोल्ने त्यही सुनाउने सबै कि यहाँ नगर बाहिर सुन्दाखेरि ल बाहिर फिल्डमा माइक एउटा हाम्रो जुन नगरपालिकाको एउटा माइक गर्ने यो झगडा लफडा छैन राजनीति गर्न पाइँदैन कुरा त्यही हो भनेर म त्यहाँ सबै कुरा ब्रिफिङ गरिदिन्छु होइन ल दर्शकबिन यहाँहरूले देख्न सक्नुहुन्छ जो भूमिहीन सुकिमवासीको प्रतिनिधित्व गरेर आउनुभएको सरकारवाला व्यक्तिहरू चाहिँ यसरी रिसाउँदै रानुपा महानगरपालिकाका कार्यवाहक मेयरलाई ध्यान आकर्षण पत्र अथवा ज्ञापन पत्र बुझाउनको निम्ति यसरी होइन भन्नु पर्यो हामी त मान्छे होइन जस्तो भइयो हुँदैन के हो यो समूह बगाएर तलमा माथि भन्ने क्षेत्र के भयो समय हैन जो तपाईलाई दुखाउँछ कि हामी हप्काउनु न तपाईँले हप्का कहिले दियो सत्यग्रह भन्छ हिँड्नु न हिँड्नु नै तपाईँ के हप्काउनुहुन्छ तैन त यहाँ सत्यग्रहमा भन्छ आउनु न सुभाषजी तपाईँ सुन्नु सुभाषजी तपाईँले मलाई नपाउनु बुझ्नु के प्रब्लम भन्नु न हामी पनि सुन्नु न हजुर गाउँ गाउँहरूलाई त हामी त मान्नु भएको कसरी हप्काएको भन्नु न हाम्रो कुरा चाहिँ हप्काएको हुन्छ किन हामी बोल्ने अधिकार छैन हाम्रो त्यहाँ राति उहाँले स्टाटस लाउनु भएछ मलाई साह्रै चित्त दुख्यो हामीले कसैको लाइन काटिदिनु पानी काटिदिनु भनेर भनेका पनि छैन हुँदा पनि होइन गरेको पनि होइन एक दोस्रो कुरो त्यो तपाईँहरू अहिले के पनि फेरि भन्छ ढुक्काउनु छ भने त्यो जग्गा त्यो 12 घर 11 घर छ नि जुन लडेको घर चाहिँ लडिगयो पछि तपाईँलाई घर त्यहाँ घर नम्बर पनि छैन अहिले तपाईँहरूलाई घर नम्बर पनि छैन के पनि छैन तपाईँहरू सुन्नु हेलो के भन्नुभयो त्यो त केही गरेर नपायो होला नि त हामीले तेरिका अब तपाईँ सुन्नु न जबरजस्ती त्यही घर बनाउँछु अब तपाईँ यहाँ उपस्थित भएका मान्छे समुदायले पनि त्यहीँ बना भन्नुहुन्छ भने तपाईँको कुरा हो म अहिले फेरि भन्छु त्यहाँ घर लडिएको छ तपाईँको त्यो लडेको घर तल हामी 8 दूर नगरपालिका 7-8 दूर हामी नगरपालिकाले नै व्यवस्था गरिदिन्छौँ त्यो जग्गा त्यहाँ 6-7वटा घर बनेकै छ 2 लाख पैसा पनि दिन्छौँ तपाईलाई पानी बत्ती पनि जोड्ने व्यवस्था मिलाइदिन्छौँ घर नम्बर छैन त्यो घर नम्बर दिन्छौँ भनेको हो एक र अरू धेरै अब राजनीति नगरौँ अर्को कुरो धरान महानगरपालिकामा म छाउन्जेल डोजर चल्दैन घर भत्काने यति चाहिँ भन्छु ल यति भनेर हाम्रो पनि कुरा सुनिदिनु पर्यो नि त हजुरले ओ मेयर साहब हाम्रो पनि कुरा सुन्नु पर्यो नि त हजुरले हाम्रो पनि दुःख त सुन्नु पर्यो नि त हजुरको कुरा मात्र सुनेर भएन नि त
हाम्रो कुरा सुन्नु पर्यो नि त सर। तपाईँ यसै गर्नु आएको भने चाहिँ भन्नु के छ सुन है यहाँ मेरो कुरा सुन्नु। तपाईँ यसरी गर्नु आउनुहोस् होइन नदिने जनतालाई चाहिँ सुन्नु न तपाईँ सुन एकछिन है हामी अलिकति होइन आफ्नो मात्र कुरा भनेर त जानु सुन्नु मिलेन। न तपाईँलाई आफ्नो कुरा होइन के त्यो घर हामीले भत्काइदिएको हो त्यो घर त दाइ मेरो घर भत्की सुन्नु न सुन त्यो घर हामीले भत्काएको होइन नि होइन। तपाईँहरूले भत्काउनु भयो अनि घर भत्काइसकेपछि त्यहाँ घर नम्बर छैन तपाईँलाई जग्गा पाएको पनि छैन त्यो तपाईँको नाममा छैन सुन है मेरो कुरो अनि तपाईँहरूले चाहिँ त्यो घर नचलाएको भए हामी केही गरेका पनि थिएन मैले भने त्यो अहिले केही नचलाउनुहोस् हामीले केही गरेका पनि छैन भन्दा तपाईँले जबरजस्ती घर लडाएर बनाउन थालेपछि सुरु भएको लफडा हो त्यो पनि हामीले के भन्यो भने तपाईँले घर लडाइहाल्नुभयो अब अर्को घर बनाउने भने त्यो तल हामीले व्यवस्था गरेको ठाउँमा जग्गा आखिर 4 नम्बर घर बनेकै छ त्यहाँ घर बनाउनुहोस् हाम्रो कुरा हो तपाईँ मान्नु नमान्नु जुलुस लाउनु फेरि मान्छे भेला गर्नु अरू चाहिँ गर्नु के गर्ने कुरा उहाँहरूले गर्नुहुन्छ त्यो तपाईँ कुरा हो तर फेरि अब हामीलाई नै नराम्रो देखाएर त्यहाँ घर बना कि बना त्यहाँ बनाउनुपर्छ बनाउने दिशा नै गर्छु भन्नुहुन्छ भने हाम्रो कुरा यो रह्यो तपाईँको कुरा त्यो रहनेछ बुझ्नुभयो नि तपाईँले घर नडराएको भए हामी यो विषय नै उठ्दैन थियो त थिएन नि त सुन है थिएन पनि र छैन पनि र अहिले त्यो 11 घरेमा त्यो सबै घर भत्काउन गएको पनि होइन त्यो सबै घर भत्काउन गएको पनि होइन तपाईँले ठड्याउँदै गर्नुहुन्छ त्यो नठड्याउनुहोस् भनेर बारम्बार भन्दै तपाईँले ठड्याएको हो त्यो खर्च किन गर्नुहुन्छ सरकारको भन्ने कुरा हो अनुसार तोकिएको बाटोको भागदेखि उताको भागमा घर तपाईँहरूलाई असर पर्ने होइन सरकारको रोडदेखि बाइक घर बनाउँदाखेरि हुनुहुन्छ भने धन्यवाद छ धन्यवाद कार्यभाग मेयर सुन्नु न हामीले तपाईँको कुरा मात्र होइन कि तपाईँको कुरा मात्र होइन कि यो हाम्रो सबैको प्रश्न हो भने तपाईँ त्यो घर लडा त्यो अहिले तपाईँ घर बनायो भने त्यो तपाईँले घर नम्बर दिँदैन वडाले दिएको छैन नि त दिँदैन त्यो त रोका अब अहिले सुन दिँदैन यो मैले गरेको अगाडि हो त भने मैले गरे हो त यो त धेरैभन्दा अगाडिको हजुरले एकचोटि त्यहाँ आएर अवलोकन गरिदिनु पर्यो नि अहिले तपाईँले सुन्नु नै अहिले प्रचार कस्तो गरियो भने 11 घर डोजा लाउन आँट्यो भनेर ए सर 2000 त आइ नै सक्यो हो नि त्यो तपाईँले जुन बनाउनु हजुरहरूले ल्याइ नै सक्नु भयो नि त हजुरको आदेश अनुसार त 2000 आयो होला तपाईँले आफ्नो कुरा मात्र राखेर जानु पाउनु हुँदैन सर तपाईँले हाम्रो दुःख बुझ्नु पर्यो त्यही कारण तपाईँलाई मेयर पदमा हाम्रो मेयर पदमा राख्नु हामी नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्न हाम्रो प्रयास हो र सबभन्दा पहिला हामी कार्यवाहक मेयरज्यूलाई हामी संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छौँ कार्यव्यस्तताका बावजुद जुन उपस्थित भइदिनु भएको छ र अहिले हामी 4वटै संस्था यहाँ उपस्थित भएका छौँ नेपाल महिला एकता समाज युवा सञ्जाल नेपाल बसोबास सहकारी लगायत हामी 4वटै संस्था प्रतिनिधित्व हामी आएका छौँ र अहिले भर्खर उठेको 11 गतिको विषयमा केही प्रश्न मेयर साहबले भन्नुभएको छ त्यसमा म मेयर साहबलाई अनुरोध गरेँ कि अब त्यसलाई प्राविधिक रूपमा जग्गाको क्षेत्रफल कति छ कति घरलाई अन्य ठाउँ रिलोकेट गर्न सकिन्छ त्यो विषयमा संस्थागत नगरपालिकासँग हामी बसेर छलफल गर्न चाहन्छौँ तत्पश्चात यो विवादलाई अन्तत गएर यहाँको कार्यकालमा नै अन्त्य गर्न र हामी सेफ ल्यान्डिङ गर्न चाहन्छौँ जबरजस्ती उठिवास होइन विस्थापन पनि होइन यसलाई उहाँले घोषणा गरिसक्नु भएको छ तर त्यसलाई कसरी अझ राम्रो तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नगरपालिकासँग हामी छलफल गर्नेछौँ र त्यो समय दिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ अहिले देशैभरि राज्यले डोजर आतङ्क फैलाएको सर्ववित नै छ अहिले मेयर साहबको कुरा अति मिठो आयो होइन होइन भन्ने खालको तर हो 700 घर सुकुम्बासी काठमाडौँमा भत्काइसकेको छ त्यही काठमाडौँको सरकार अन्तर्गतको धरान उपमहानगरपालिकामा डोजर चल्दैन भन्नेमा हामी भरोसा छैन यो विषयमा हामी त्रासित नै छौँ तपाईँ हाम्रो वर्गको पनि उपमेयर मार्फत अहिले कार्यभागमा पुग्नु भएको हुनाले आशा छ भरोसा छ तपाईले चिलले चल्लालाई छोप्नु खोज्दा माउले संरक्षण गरे चाहिँ हामीलाई गर्नुहुन्छ भन्ने आशाले हामी आएका हौं यो आक्रोश छैन प्रेम हो तपाईप्रति है त्यो भएर म यो वाचन गर्न गइरहेको छु श्री कावा प्रमुखज्यू धरान उपमहानगरपालिका ध्यान आकर्षण गराएको बारे प्रस्तुत विषयमा भर्खरै नेपाल सरकारले नेपाली भूमि सुकुम्बासीमाथि गरेको विकल्प दिनाको उठिवासको घटनाले नेपाली भूमि सुकुम्बासी अव्यवस्थित बसोबासीमा ठूलो सन्तास फैलिएको छ नेपालका संविधानको धारा 38 र 40 ले बसोबास अधिकारलाई मानव अधिकार हो भनी सिद्ध गरिसकेको अवस्थामा विकल्प बिना उठिवास संविधानमाथिकै ठाडो उल्लङ्घन हो यसै क्रममा यस उपमहानगरपालिकाले समेत भर्खरै धरान 8 को 11 गरे भनेर चिनिने सुकुम्बासी बस्ती खाली गर्न गरेको प्रयासप्रति पनि हाम्रो
गम्भीर ध्यान आकर्षण भएको छ। तसर्थ उठीवास होइन पुनर्वासको लागि स्थायी विकल्पसहित व्यवस्थापन गर्न वार्ता छलफल र समन्वय मार्फत समाधान खोज्न ध्यानाकर्षण गराउँदछौँ। सुकुम्बासी व्यवस्थापनका लागि देशकै नमुना नगरपालिका घोषणा गर्ने गरी एक घर पनि विकल्प बिना उठीवास नगराउन धरान उपमहानगरपालिकालाई हामी हार्दिक ध्यान आकर्षण गराउँदछौँ। हाम्रो मागहरू विकल्प बिना उठीवास नगरियोस्, उच्च स्तरीय शक्तिशाली आयोग बनाई निष्पक्ष छानबिन गरियोस्, स्पष्ट स्रोत खुल्ने आय स्रोत आर्जित सम्पत्तिलाई सुकुम्बासी मापनको आधार नबनाइयोस्, भूस्वामित्व बन्देज गर्दै अपार्टमेन्टमा लाने विभेदको रान्ति अन्त्य गरियोस्, 1 वर्षभित्र सुकुम्बासी मुक्त नगर घोषणा गर्ने गरी आवश्यक योजना अघि सारी वार्ता र संवाद गरियोस्। मैया श्रेष्ठ अध्यक्ष महिला एकता समाज, थामशेर लिम्बू अध्यक्ष सुनसरी जिल्ला समिति, आइदबहादुर लिम्बू धरान उपमहानगर समिति, यो चारवटा संस्थाले यहाँहरू बिचमा बस्तीवासीको उपस्थितिमा हामीले ज्ञापन पत्र बुझाउन गइरहेका छौँ। यसलाई म केन्द्रीय अध्यक्ष आदरणीय कुमार कार्कीज्यू, आइता लिम्बूज्यू, थामशेर लिम्बूज्यू, मैया श्रेष्ठज्यू अगाडि आइदिनु म अनुरोध गर्दछु र यो प्रदान गरिदिनु म अनुरोध गर्दछु। धन्यवाद। मैले मेरो जिल्ला अध्यक्ष आउनुहोस् है, म केन्द्र अध्यक्ष भएको सबैलाई दिँदैछु ल। ल हामीले बुझाइरहेको छौँ यो अहिले यहाँ चाहिँ देशभरि उठिवास भएको छ कि पछाडिको अब यो समस्या चाहिँ काठमाडौँमा धेरै छ, त्यस कारणले त्यो पीडा हामीलाई पनि छ, त्यस कारणले हामीले दिइरहेको छौँ र धरानमा चाहिँ हामी ढुक्क छौँ। उहाँ हुनुहुन्छ, हामी ढुक्क छौँ होइन। फेरि हामी यो भेला उठिवास बन्द होस् भनेर हामी आउनु पर्दैन भन्ने हामी आशावादी छौँ है। धन्यवाद। मेयर साहब पनि त्यो बनिँदै गरेको घर जुन रोका लाउनु भएको थियो नि त्यो घर चाहिँ हामी के गर्नुपर्ने, बनाउनु पर्ने, के गर्नु, हामी त बिजोग भएर बस्छौँ नि त। धन्यवाद। म अब यो फेरि चाहिँ अलिकति ट्विस्ट हो। मैले चाहिँ भित्रदेखि निस्केर आउँदा अर्कै सोचेर आएको थिएँ होइन। अब यहाँ आएर तपाईँले ज्ञापन पत्र बुझाउन आउनुभएको रहेछ, भित्री मैले पढेर हिँड्न खोजेको थिएँ हो कि अहिले उहाँले राख्नुभएको प्रश्न त्यो बारेमा छलफल गर्ने भने आएको छ। धरान 8 को 11 गरेमा त्यही मात्र होला भनेर सोचेको थिएँ क्या मैले आउँदै गर्दाखेरि। यो विषयवस्तु होइन होला जस्तो लागेको थियो। 11 गरेको बारेमा फेरि पनि 11 गरेको बारेमा फेरि पनि म के भन्छु भन्दाखेरि त्यो एउटा घर जो तपाईँको लड्यो भन्नुभएको छ, कोहीले के भने के भने त्यो लडेको घर त्यहाँ नबनाउनुहोस्। लडी गयो तपाईँले तल 7-8 के अरे धुर हामी जग्गा दिन्छौँ, 2 लाख पैसा पनि दिन्छौँ, पानी बत्ती पनि जोड्न व्यवस्था मिलाइदिन्छौँ, घर नम्बर दिएको छैन त्यहाँ घर दिन्छौँ भनेर भन्न खोजेको थियौँ। तपाईँहरू मानिराख्नु भएको छैन। ए ओ सुभाषजी र हाम्रो त भयङ्कर नराम्रो झगडा पनि हो भित्री। मैले तपाईँ किन बोलेको यस्तो भने उहाँले फेसबुकमा रिसले उहाँले फेसबुकमा के लेख्नु पछि डिलिट गर्नुभयो। मैले पनि उहाँलाई के भने त्यसो गर्नु हुँदैन भनेर भनियो। तपाईँहरूकोमा त्यो डोजर चाहिँ त्यही मात्रै त्यो अलि नबनाउनुहोस् भनेर पठाउन खोजेको, बस्ती नै हान्न गयो भन्ने व्यापक प्रचार भयो। यद्यपि त्यो थिएन, त्यो तपाईँ ढुका हुनाला। अर्को कुरो त्यो कुरा पनि हामी बसेर समस्या समाधान गर्ने भनेर त्यो गएको डोजरलाई रोक्ने मान्छे कुमारजीले फोन गर्नुभएको थियो, उहाँले फोन गर्नुभएको थियो, सुभाषजी आफैले फोन गरेको थियो। दाइहरू आएर चाहिँ नि कार्यालयमा बस्नुभयो। हामी बुझ्छौँ, भावना बुझ्ने मान्छे भए पनि भावना एउटै पछि बुझ्छ, तर कहिले काहीँ त्यो कहिले गलत बुझाइले गर्दा बुझाइमा चाहिँ मिस भयो भने त्यसले केही समस्या पैदा हुन्छ। त्यो चाहिँ नहोस् भन्ने हो के, जुझ्न पर्ने जरुरी छैन नि त। म बुझ्दिनँ होला, तपाईँको भन्न बुझ्दिनँ होला, सुभाषीले बुझ्नु हुन्न होला, या थामशेर दाइले बुझ्नु होला, तर व्यवस्थापन गर्ने कसरी गर्ने भन्ने कुराको छलफल अब गरौँ भनेर त्यतिखेर डोजर फर्काएको। तपाईँसँग डराएर फर्काएको पनि होइन, तपाईँले पेल्नुपर्छ भोलि भत्काउँला भनेर फर्काएको पनि होइन। त्यो हामीले सल्लाह गरेर है उहाँहरूले अब नेतृत्वहरूले नै आग्रह गरेपछि म आफूलाई पनि के लाग्यो, ठिक छ छलफल गरौँ न त भनेर गरेको कुरा जानकारी गर्न चाहन्छु। त्यो पनि संवादद्वारा हल गरिन्छ, झगडा नगरौँ। मेरो त्यही मात्रै होला भनेर आएर अलिकति रेडिमेड धारा भएर अलिअलि झनै त्यहीतिरको। अर्को कुरो तपाईँले ज्ञापन पत्र लिएर आउनुभएको छ। म सङ्घीय सरकारमाथि म प्रश्न उठाउँदिनँ, मेरो कुनै प्रश्न पनि छैन। उहाँले कुन योजना कुन के गरेर गर्नुभयो, तर धरान उपमहानगरपालिकामा म नगरको कार्यवाहक प्रमुख भइन्जेल यहाँ डोजर कुदाउनु दिँदिनँ, कुदाउँदिनँ, यति चाहिँ हो। मैले यति भन्छु र बाँकी कुराको समाधान छलफल चलिरहेको छ। तपाईँहरूको यहाँनिर यो प्रश्न उठाउँदै गर्दाखेरि मैले अरूको बारेमा मैले केही प्रश्न पनि गरिनँ होइन, कसैको योजनाको बारेमा म गर्दिनँ। तर धरान उपमहानगरपालिकाको नगर प्रमुखको हैसियतबाट, तपाईँहरूको नेतृत्व भएको हैसियतबाट यहाँ नगरपालिकामा रहँदाखेरि तपाईँहरूले आफ्नो भावनाको असली नेतृत्व भएको अनुभूति हुने गरी म डोजर कुदाउन दिने यति भन्दै हस्। थ्याङ्क यू। र यो ज्ञापन पत्र मैले तपाईँले सुने, यो ज्ञापन पत्रले हामी सबैलाई छोएको छ। अब यो बोल्दाखेरि कहिलेकाहीँ यो भावनामाथि चाहिँ नि अब हुरी बतास चलेको बेला उल्टो पाल्टो सबै तर्क आउँदो रहेछ। म त फेरि खेपेको मान्छे, भएको पनि गाली खान्छु, नभएको पनि गाली खाएछु, तर सत्यको निम्ति निरन्तर उभिने प्रतिबद्धता जारी गर्छु। हस्, अब आउनु नेताजीहरू सबै
तपाईँ सबैलाई धन्यवाद। मिलाएर जानुपर्छ, मिलेर जानुपर्छ, सबैलाई व्यवस्थापन गरेर जानुपर्छ। कसैको घाँस तोड्ने खोज्ने र म चाहिँ छैन, अरूको कुरा म जिम्मा लिँदिनँ। मेरो जिम्मा मैले लिने हो, म प्रमुख हुँदासम्म मैले जिम्मा लिने हो। अरूको बारेमा प्रश्न चाहिँ अरूले गरेको बारेमा प्रश्न उठाउँदिनँ। मभन्दा अघिल्लो प्रमुखले के गर्नुभयो त्यो प्रश्न उठाउँदिनँ। म सँगै सरकारले हेर्छ त्यो प्रश्न त्यो पनि म प्रश्न उठाउँदिनँ। तर मेरो टेरिटोरीभित्र मेरो कार्यक्षेत्रभित्र रहेको हकमा म डोजर चलाउँदिनँ भन्न चाहिँ म पाउँछु होला। त्यो चाहिँ कायम राख्छु। नाम लिस्ट मात्र होइन कि देशैभरिको मागेको छ नि, त्यो पो दिनुहुन्न तपाईँ? सुन्नुहोस् नरिसाउनु न। अलिकति त्यहाँ गएर माटो छुटाइदिनु तपाईँले हो। पहिला नि कति छ लम्बारी कति छ, लम्बारी मिटेको छ अहिले सुन्नु न, अहिले धेरै विवादित नगरौँ कि। यो सुन्नु न कुमारजी, कुमारजी म पनि बुझ्छु नि त कुरो। हेलो यो नि यो सुन्नु यो विषयवस्तु नि झगडा गर्नु सुन्नु न। एउटा विषयवस्तुले यो धेरै तन्किने कुरा नगरौँ। हामी व्यवस्थापन पक्षमा छौँ। मान्छे चिन्नु न, रिसाएर भयो त भने होइन। अब अहिले हामीले बोलेको छैनौँ। अब यो मेरो मात्र प्रश्न होइन नि त। बस्नु न भन्ने पर्दैन हो। सर तपाईँले यो त भनिदिनु पऱ्यो कि तत्काल त हाल त हामीलाई त्यो घरमा बस्नुको लागि सुन्नु न सर, खाना त हाल्नु दिनु पऱ्यो नि त सर। आदि कल्चर मात्र भन्छ उतापट्टि हुँदैन, उता होइन। हामी त थाहा छ त्यो जग्गा हामीले त्यो नगरपालिकाले मिलाएको जग्गा हो। हामी त लिखिँदै तपाईँलाई हामी निर्णय गरेर दिएको हो होइन। हामीलाई त्यो तपाईँले बसेको ठाउँमा यो अर्काकोमा किला खोलेर बसेको छौँ, त्यहाँदेखि निक्लिनु भने चाहिँ अब छाना 3-4वटा मात्र हाल्नु बाँकी छ। हामी बसेरै सल्लाह गर्छौँ। मेरो कुरा 3-4वटा छाना बाँकी, त्यो चाहिँ हाल्दै गर्नु। हामी त्यहाँ बस्ने गर्नु त पाउनु पऱ्यो नि त सर। हजुरहरूको मिटिङमा छलफलमा उयो के हुन्छ होइन सर, त्यसमा पछि त्यसमा उयो गरिँदैन नि त सर। अहिले त तत्काल हामी बसिराख्नु सल्लाह गरेर भन्छौँ। बस्नु पाउनु तपाईँले के भन्नु मैले लाग्छु न जस्तो रिसाउनु अहिले धेरै अदालतले पनि होइन देशैभरिको सुकुम्बासीहरूको लिस्ट चाहिँ घरको लिस्ट चाहिँ पठाउनु भनेको छ सरकारले पनि। अब यस्तो छ सुन्नु है, दुईवटा कुरा मैले भने हाम्रो कुरा के हो भने वास्तवमा अब अदालतको कुरा सरकारको सोपान क्रमको कुराहरू हामीले नमान्ने अवज्ञा गर्ने भन्ने प्रश्न आउँदैन। विधिवत रूपमा आएका प्रश्नहरूको जवाब हामी दिँदै जान्छौँ। तर मैले प्रश्न भनेको मेरो धरानभित्रको कार्यक्षेत्र मेरो भोग कारणले गर्दाखेरि यहाँभित्रको बारेमा मैले लिने डिसिसन चाहिँ मैले लिएको मात्र हो होइन। मैले भने अब सङ्घीय सरकारको बारेमा मैले प्रश्न उठाएको पनि छैन। मैले अर्को त्यो मेरो प्रश्नको विषय भएन। तर म यहाँ प्रमुख हुँदासम्म मैले मेरो भूमिका निर्वाह गर्ने नि त। हिजोको सरकारको पालामा चाहिँ सेतो र रातो फर्म भराएको रहेछ होइन सर। रातो फर्म चाहिँ जो भूमि हिँड्ने छ नि पुस्तौँदेखि जसको जग्गा छैन उसलाई चाहिँ रातो फर्म भराएको रहेछ। अनि सेतो फर्म चाहिँ जस्तो मेरो घर खोटाङमा छ, धरानमा मैले चाहिँ ओइलाइनमा जग्गा किनेर बसेँ, उसलाई चाहिँ सेतो फर्म भराएर चाहिँ उसलाई चाहिँ केही त्यो होइन। त्यो एउटा क्याटेगोरी सुन्नु न, एउटा भूमि सुकुम्बासी अव्यवस्थित भन्ने विभिन्न खालको चाहिँ क्याटेगोरीबाट भरिएको छ। त्यो अब सङ्घीय सरकारको एउटा पोलिसी बन्छ। हाम्रो स्थानीय सरकारबाट हामीले गर्न सक्ने कुरा र हाम्रो टेरिटोरीभित्र रहेको कुरा हामी गरिहाल्छौँ नि त, समस्या भएन नि त। अहिले यो बारेमा धेरै सरकारले चाहिँ त्यो सेतो फर्म भर्नेलाई नि जो अव्यवस्थित भनिन्छ नि उसको पक्षमा चाहिँ बोलेको देखिएन कि। त्यो मलाई थाहा भएन। अब हामीले मात्रै उहाँले अहिले सुन्नु न, अघि भने नि मैले उताको बारेमा मैले प्रश्न गरिनँ। सम्माननीय प्रधानमन्त्रीज्यूप्रति मेरो कुनै प्रश्न पनि छैन। सङ्घीय सरकारमाथि मेरो कुनै प्रश्न पनि छैन। मैले मेरो क्षेत्राधिकारभित्र मेरो कार्याधिकारभित्र मैले गर्ने प्रश्नको जवाफ दिने होला। मैले त्यो बारेमा धेरै टिका टिप्पणी गरिनँ। रोग पनि थाहा भएको कारणले उपचार पनि हजुरलाई थाहा छ। जस्तो नि म एकछिनको लागि ओइलानी अहिले म धन्यवाद दिन्छु तपाईँलाई। किनभने मेरो सुन्न एकैछिन त्यो त हाम्रो नर्म्सभित्र हामी गरिहाल्छौँ होइन। त्यो त हाम्रो नर्म्सभित्र हामी गरिहाल्छौँ। त्यो त हामीले सुन्नु न, ए बाबा भर्खर आएको छ, कामको चाप छ, प्रोसेसमा छौँ। अहिले घर नम्बर दिने क्रम जारी छ। अहिले म पनि घर नम्बर दिँदैछौँ, घर घर दिने भनिरहेछौँ। मान्छे उठि भयो हामी नगरपालिकाले गर्दैनौँ भनेको भयो के हाम्रो कुरा चाहिँ हो नि त। त्यो त एकछिनको लागि इन्द्र सर चाहिँ एकछिनको लागि ओइलाइनमा बस्नुभयो। उहाँलाई चाहिएको त भान्चोकमा थियो घर, किन्नु सक्नु भएन, त्यहाँ खोला छेउमा गएर बस्नुभयो। बस्दा बस्दै उहाँको छोरा जापान गयो, अमेरिका गयो, प्रगति गर्यो, घर ठुलो बनायो। तर उहाँहरूलाई चाहिँ अहिले चाहिँ यो चाहिँ कसरी सुकुम्बासी भयो, यो चाहिँ हुकुमबासी भनेर घर भत्काइराखेको छ नि, यसमा तपाईँको धारणा के हो? सुन्नु न, सङ्घीय सरकारले सिर्जना गरेको प्रश्नको जवाब सङ्घीय सरकारले दिन्छन्। त्यो त यहाँ पनि लागु हुने सरकारको जवाब मैले दिने
स्थानीय सरकारको प्रश्नको जवाब मैले दिने हो। यो फेरि जस्ताको तस्तै नलाउनु होला, यो प्रश्न पछि अर्को काटेर नलाउनु होला। मैले मेरो टेरिटोरीभित्रको कुरा मात्र गर्दैछु। म फेरि पनि तपाईँलाई भन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू र अहिलेको सङ्घीय सरकारले गरेको कार्यक्रम कार्ययोजनाको बारेमा त्यसको प्रश्नको जवाब उहाँहरूले दिनुहुन्छ र टिका टिप्पणी अब अरूले कसले के गर्छन् उनीहरूले गर्छन्। म चाहिँ त्यसरी केही टिका टिप्पणी र कमेन्ट गर्दिनँ, तर मेरो क्षेत्राधिकारभित्र नगरपालिकाभित्र गर्ने म यहाँको प्रमुख अधिकारी निर्वाह गर्ने भूमिका म निर्वाह गर्छु। म यहाँभित्र चाहिँ डोजर चल्न दिनँ, म छैन्जेल भनेको त्यति मात्रै हो। सक्यो के अब तर मैले कसैले विरोध गर्नु जरुरी पनि छैन। विरोधको कुरो होइन कि ओइलानी बस्ती सुकुम्बासीहरूले चाहिँ कुनै उयो पाउने त्यसको मतलब दीर्घकाल अघि यहाँ साथीले माग राख्दा भन्नुभयो नि सुकुम्बासी मुक्त बनाउन, त्यो त ठिक छ त, राज्यले त्यो पोलिसी बनाएर आओस्, कोही नरहुन्, कसैको गाँस नकोसिन्, कसै बिल्लीबाट नहुन्, हामी चाहन्छौँ त्यही। अब सङ्घीय सरकारले त्यही प्लान बनाएर आयो भने देखा जाएगा देखिएन के सर ओइलानी बस्तीमा प्रगति गरेको मान्छेलाई चाहिँ हुकुमबासी भनेर अहिले त्यसको जवाब मैले दिइनँ नि त। तपाईँलाई धन्यवाद। त्यसो भन्दा सबै भत्किने छ कि सर? कसरी? त्यसरी हेर्दाखेरि म भत्काउँदिनँ, मैले मेरो क्षेत्रभित्र अरूले के गर्छन् थाहा भएन। सङ्घीय सरकारले भत्काइदियो भने के गर्ने के सर? अब खै त्यो त देखा जाएगा के त्यतिखेर भनौँ न। अहिले भोलि अब तपाईँले प्रश्न सोद्धा सोध्दै लडिहाल्दा पनि के गर्ने भन्नु न, लडेपछि देखा जाएगा। बाइकमा जाँदा त हार्ट एट्याक आयो भने के गर्ने भने जस्तै हो। बाइकै नचढ्ने त भने जस्तै भयो। नवीनजीले के तपाईँलाई के भन्छु भने अरूमाथि प्रश्न तेर्स्याएर अरूको प्रश्नको जवाब दिएर हामी ठुलो भइँदैन।